दोगे हेलो फुपूको साथीहरु ली री लीला लीला एक्सप्रेसन नासिला लो लो ला ला 39 सालदेखि कन्टिन्यू अहिले हेलो साथीहरु गुड मर्निङ नमस्ते अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म तपाईहरुलाई मेरो यो अर्को न्यू भिडियोमा स्वागत गर्न चाहन्छु। आज चाहिँ म हाम्रो यो कमलामाई नदीको किनारबाट तपाईहरुलाई स्वागत गर्दैछु। कमलामाईले तपाईहरु सबैको रक्षा गरून्। अनि हामी चाहिँ यहाँनेर मम्मीको भाकल थियो लड्डु चढाउन भनेर, अनि त्यसरी लड्डु चढाउँदै हुनुहुन्छ। लड्डु चढाउन भनेर मम्मीको भाकल थियो, अनि त्यही भएर हामी चाहिँ यहाँनेर लड्डु चढाउन आइरहेको छौँ होइन। धेरै मम्मीले लड्डु चढाइसक्नुभयो, अनि अब हामी चाहिँ जान्छ। चिसोले कस्तो भएछ स्कुटीमा आएको चिसोले, अनि स्कुटी चाहिँ उहाँ राखेर आएको। पुरै हेर्नु न कस्तो छ बाटो, हेर्नु त यस्तो ग्राभेलमै पुरै स्कुटी लिएर आएको छु मैले। सल्किरहेछ त चप्पल चुट्यो यस्तो लाएर घरमा थियो यो चप्पल लगाएर आएको, यो ढुङ्गामा अल्झेर चुट्यो चप्पल। म चाहिँ मुख धोएर राम्री भएँ। अहिले पनि धुन त धोएर आएको घरमा, अहिले फेरि कमला नदीको पानीमा मुख धोएर पनि कति राम्री भए। आमाले प्रार्थना गरिरहनु भएको छ। ल मम्मीले चाहिँ मलाई टिका लगाइदिनुहुन्छ। रक्षा गरोस्, कहिले दुःख कष्ट नहोस्, सौभाग्य भइरहनु। डोगे यो पहिला चाहिँ मलाई लगाइदिनु पऱ्यो। हजुर आफैले लाउने हो नि, यस्तो केही हुँदैन, त्यसले लाग्दैन। मैले कता लगाइदिनु हजुरलाई, हो त्यही छ। ओ टक्टकै कस्तो मजाले मम्मीले आफै यति मजाले प्रसादी खानु पर्छ। दाहिने हात दाहिने हात लु परमेश्वरी भगवान् रक्षा गर्नु कमलामाई। त्यहाँ पुरै गाडी रिजर्भ, यता पनि आउँदै हुनुहुन्छ, यता पनि आउँदै हुनुहुन्छ। अहिले भर्खर स्टार्ट हो, एकछिनबाट धेरै भनेपछि 39 सालदेखि कन्टिन्यू अहिलेसम्म चढाइरहनु भएको छ। अनि नराम्रो भएको भए भनेको नपुगेको भए कसरी चढाउँथ्यो त, चढाउँदैन थियो नि त होइन। त्यही भएर हेर्नु साथीहरू, तपाईँहरूलाई पनि त्यस्तो छ भने आउनु होला। साथीहरू यस्तो बाटो छ खतरा, स्कुटर यहाँसम्म मैले लिएर आएको छु। यस्तो पुरै यो बलौटे बाटो हो यो, हेर्नु। त्यसमा पनि आमालाई चढाएर, म पनि सानोतिर राइडर त हो कि। साथीहरू म चाहिँ स्कुटी लिएर आउँछु, हेर्दै गर्नु ल। बाटो अप्ठ्यारो छ। अब उहाँसम्म हिँड न। कहिले हिँड्नु यत्रो, आउनु बस्नु। म राइडर हो त के, लगिहाल्छु नि गुटुटु पारेर घडाप्पा पर चढ्नु नि तपाईँ चाहिँ पहिले। अब त्यहाँ भयो ल। अब हेर्नु यहाँ क्यामेरा समाइदिने मान्छे छैन, त्यही भएर अब हामी गयौँ ल। दिलो क्रोकोडिलो स्पियो निरो गोलु पिरो ली री लीला लीला एक्सप्रेसन नासिला लो लो ला ला। हामी आमा छोरा घाम तापेर बसेको होइन। मेरो छोरो र म आएको त्रिवेणी मेला हेर्न। हाई गर्दैन
त्रिवेणी मेला भनेको महिनी मेला अघि तपाईँहरूलाई अघि मैले बिहान भनेको थिएँ नि भरे मेला देखाउँछु होइन बिहान चाहिँ हामी यतिकै पूजा गर्न आमा छोरा धुलो छ एकदमै धेरै धुलो छ साथीहरू त्यही भएर मास्क चाहिँ खोल्न मिल्दैन ए हाम्रो त्रिवेणी महिनी मेला हेर्नु सानो अनि कपाल काट्ने ठाउँमा जाने होइन सुरुमा कहाँ हो त थाहा छैन मलाई नि यता त कपाल काट्ने ठाउँ छैन यता पछाडि हुन्छ होला कपाल काट्ने ठाउँ उता अरू जाउँ म आफूलाई कपाल काट्दैछु अहिले चाहिँ साथीहरू जेरी 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 केही किन्नु छ त केही त छैन होइन यो मेरो छोरो मोमो चाउमिन खाजा खाने रे खाऊ त कस्तो छ मिठो छ कि छैन तातो छै सानो मेलामा आएर मेरो छोरो मोमो सानो मेलामा जेरी खाने होइन मेलामा आएर जेरी खानुपर्ने मोमो खान्छ मेरो छोरो के गर्नु तातो चाहिँ तातो हाम्रो त्रिवेणी साथीहरू हजुर होइन अनि मोमो पनि यता ऊ होइन मोमो र रेडबुल खाएको होइन है अनि उसले मलाई मैले 1000 रुपियाँ दिएको होइन अनि उसले मलाई 750 दिएपछि 250 मात्रै राख्यो क्या 200 रुपियाँ साथै गर्न आएन हेर्नु साथीहरू हाम्रो त्रिवेणी मेला चाहिँ यस्तो छ ओ माई गॉड त्रिवेणी मेला हाम्रो सबै आज चाहिँ अब बेलुकाको यति बेला चाहिँ 4-5 बज्न लागिसकेको छ अनि त्यो भएको भएर चाहिँ अहिले सुनसान भइसक्छ सबैजना घर गइसक्नु भयो लगभग टाढा टाढाबाट आउनेहरू चाहिँ अनि नजिकमा हुनेहरू मात्रै हुनुहुन्छ अनि मेरो छोरो चाहिँ पुरै एक्सट्रिम खाँदैछ हेर्नु साथीहरू अघिको मेरो छोरोको लुक्स कस्तो थियो अहिले कस्तो छ कपाल काटेर चिटिक्क भएछ मेरो छोरो किन केही खेल्ने गाडी खेल्ने मेरो छोरो यति ज्ञानी छ केही खेल्ने भन्दा पनि नखेल्ने भन्छ केही खाने भन्दा पनि नखाने भन्छ मोमो खाने रे अनि मलाई हेर्नु साथीहरू यहाँ चाहिँ धुलोले एकदमै गाह्रो छ त्यही भएर मास्क त खोल्नै मिल्दैन यति धेरै धुलो छ यहाँ चाहिँ रेलमा चढ्ने भएदेखि यहाँ चढ्ने हो अहिले डिस्टर्ब भइरहेछ रेल चाहिँ अब 5 बज्न लागेको छ त्यही भएर हामी अब निस्किनु पर्ने हुन्छ त्यही भएर साथीहरू हामी चाहिँ अब यहाँ पनि कस्तो राम्रो वा गाडीवाला मोमोको स्टल रहेछ नि यहाँनिर ए साथीहरू अब हामी आजको लागि हो मेला लगभग सकिसकेको छ यति नै हो हेर्नु साथीहरू तपाईँहरूलाई केही किन्नु छ भने हाम्रो त्रिवेणी मेलामा आउनु होला छानी लानु होला यस्तो सानो बाबु पनि कति मजाले बेच्न बसिरहेको छ भगवानको तस्बिरहरूदेखि लिएर सबै चिजहरू छ रले मलाई हेल्प पनि गरे होइन झोला बोक्नलाई पनि एक्लै बोक्दै कराउँदै हिँड्नु परेछ मेरो हात गलिसक्यो मलाई
खाइसकेर दिन्छ कस्तो छ भने सकिसकेपछि चाहिँ दिन्छ हौ मेरो बाबु कति बाटो छ भने ल साथीहरू अब हामी चाहिँ अब निस्क्यौँ होइन आजको लागि यति नै सबैभन्दा इम्पोर्टेन्ट भनेको राडी किन्नु छ भने चाहिँ यो के भेडाको उनबाट बनेको होइन बुवा प्योर होइन प्योर भेडाको है यो कहाँबाट लिएर आउनुभएको ओखलढुङ्गा रुम्जाटारको तपाईँहरूलाई चाहिँ यदि यो भेडाको उनको राडी चाहिएको छ भने मैनी मेला नि कि त्रिवेणी मेलामा आउन सक्नुहुन्छ 4500देखि 15000सम्म ल यो पसलमा आउनु होला यहाँनिर ल धन्यवाद म फ्रीमा प्रमोसन गरिदिने मान्छे हो अहिले चाहिँ फ्रीमै हो भोलि पर्सि अलिक मेरो भाउ बढेपछि चाहिँ पैसा लाग्छ कसको स्कुटीमा बसेको कसको स्कुटीमा बसेको कसेर फुपूको स्कुटीमा बसेको फुपूको स्कुटीमा बसेर फुपूले ल्याएको जेरी मेरो कान्छी बुहारी यो मेरो माइली बुहारी यी बचेराहरू के झरेको डर लागेको छैन माया गर्ने मान्छे जति यता आउनु पर्यो सानदिन मलाई माया गर्छु हो माया गरिदिउँ न त एकचोटि ए पिन्चु पिन्चु पिन्चुको आमाहरू दुईटी पिन्चु केही भन्थे मेरो जनताहरूलाई मुना हेलो वेलकम के भन्नु तपाईँलाई माइती घरमा स्वागत छ वेलकम जेरीको माया लाग्छ रे के को माया लाग्छ सानी जेरीको मेस्सीको जर्सी भाइ मेस्सीको फ्यान हो मेस्सीको फ्यान के को फ्यान हो तिमी रोनाल्डोको रोनाल्डोको तिमी के को फ्यान हो रोनाल्डोको तिमी मेस्सीको आमामा यो मेस्सी हेलो फुपूको साथीहरु